जाँदैछौँ कमल विनायक पुगिसक्यौँ बुवा र मम्मीको 2 वर्ष पछाडिको भेट कस्तो रिएक्सन हुन्छ है हेर्नुपर्छ काइसिरहेको छ मम्मी चाहिँ यहाँ हुनुहुन्छ है यहाँ को हो यो झुसे को झुसे हरेकमा 10देखि 150 सम्म हरेकमा 10देखि 150 सम्म भन्ने मान्छे यो लुगाको मालिक चाहिँ यो हरेकमा लुगाको मालिक चाहिँ यता हरेकमा 150 सम्म 10देखि मिलेन चाहिँ बुवालाई लिन गएको भोलि मात्रै आऊ ढिलो भयो भन्दै हुन्छ है म चाहिँ नेपालको 1 नम्बर भ्लग बन्न चाहन्छु भ्लगर गाइज यहाँ चाहिँ एउटी गाइज हामी गाइज म त होइन है नेपालको टप नम्बर 1 के भन्न नै आउँदैन सरी गाइज हामी 2 वर्ष पछाडि बुवासँग भेट हुँदैछ कस्तो लागिरहेछ मम्मी आएको यस्तरी हिँड्दै हुनुहुन्छ मम्मी आएको यस्तरी हिँड्दै हुनुहुन्छ गाइस 2 वर्षपछि यहाँ बुवालाई भेट्दै हुन्छ बुवा 2 वर्ष पछाडि मम्मीलाई भेट्दै हुन्छ कस्तो रिएक्सन बुवालाई लिएर जाने मम्मी भन्छ मम्मी आज एकदमै खुसी हुन्छ यहाँ मम्मी हेर्नु नि यहाँ हेलो भन्नु नि त सबै गाइड बुवा यहाँ सबैजनाले हेरिरहेको हुन्छ नि आज मम्मीलाई 2 वर्ष पछाडि भेट्नु कस्तो लागिरहेको छ युट्युबमा सबैजनाले हेर्नुहुन्छ हेलो नमस्ते भन्नु हमको जिंदा मत छोड़ो सालो भन्नु न बुवा सबैजनाले हेरिरहनुहुन्छ रिसाउनुहुन्छ बुवा आफूले हुनुहुन्छ बुवा नरिसाउनु हाँस्यो यहाँ हेलो भन्दैन पैसा दिन लाग्दै हुन्छ हामीलाई त्यस्तो हुँदैन नि होइन बाई बाई होइन आइ त्यसो आयो आइ भन्नु पर्ने बाई बाई होइन आइ आयो गाडी भन्नु होइन हिँडाउँदै लाने गाडी भन्नुपर्छ क्या अब सामान पो होला नि वार्ता हुने कुरो आउनु पर्यो नि बोल्न आउँछ बुवा पाहाडदेखि आउनु भएको यो खसी यत्रो सामानहरू लिएर मम्मी अमेरिकादेखि आउनु भएको अझै कुरा गर्नु भएको छैन बुवा र मम्मी एकाअर्कामा पैसा ल्याउ त पैसा ल्याउ 32,000 करोड मात्रै हेर्नुहोस् है गाई यहाँ हुनुहुन्छ हाँसिरहनु खुसी हुनुहुन्छ आज अब घरमा रमाइलो भइरहेछ खसी पनि ल्याउँछौँ सूर्य विनायक आयो अब घर जान्छौँ है उता पारिबाट हामी चाहिँ अब हिँड्यो यहाँबाट सूर्य विनायकबाट हिँड्यो खसी लिएर हिँड्यो खसी सबैजना यहीँ छौँ हामी त्यो सल्लाह छ त्यहाँनिर अनि सल्लाहको पात छ नि सल्लाहको पात खाइदिँदैछ त हजुर खाइदियो त
गयौँ गाइज हामी चाहिँ घर गयौँ गाइज अब हामी घर मम्मी बुवाको भलाकुसारी हुँदैछ यहाँ धेरै वर्ष पछाडि मम्मी बुवा भेट हुनुभयो नाटक हेर्ने रमाइलो भइरहेको छ यहाँ आज यस्तो रमाइलो तर बुवा घरिघरि झनक झनक रिसाउनु त्यसरी नरिसाउनु पर्छ त्यो रिसले आफैले खान्छ रुको जरा सबर करो बोला धक्का मुक्की नहीं करने का गाइस म कमला होइन हामी चाहिँ घर गयौँ अब म चाहिँ भ्लग बनाउँदैछु म युट्युबमा आउँछ सबैजनाले हेर्नु होला है गाइस लु अब चाहिँ बोल्नु लु अब राम्रो बोल्नु त बुवा म बोल्नु यसरी त हुँदैन त बुवा भ्लग बाख्रा लिएर आएका हामी खाली भोक लागेर हामी चाहिँ जाँदैछौँ गाइस उहाँ हुनुहुन्छ एकजना वरिष्ठ हरेकमा 10 देखि 50 सम्म भन्ने मान्छे चाहिँ उहाँ हुनुहुन्छ हरेक सामान 10 देखि 150 सम्म एकचोटि जाँच न बाहिरको टुरिस्टहरूलाई डिस्टर्ब हुन्छ त्यही हामी हस्पिटल पुग्यौँ भक्तपुर हस्पिटल अब घर जाँदैछौँ थोरै लाग्छ यहाँबाट दुःख गर्दै हुन्छ बमिट आयो कि आएन बुवा गाडीमा राम्रैसँग 27 घन्टा हिँड्दा पनि गाडीमा आज बमिट भएन है हिजो कति बजी चढ्नु भएको 27 घन्टा हिजो अस्ति 3 घन्टा चढेको हो अनि बिसायो अनि हिजो 6 बजीदेखि हो 6 बजीदेखि आज 1 बजीसम्म नि गाडीमा 6 बजी हाम्रो बुवा चाहिँ खादबारीबाट यता त्यहाँबाट केदारगञ्ज घर पुग्न लाग्यौँ गाइस राम्रो आउने खालको छ झोलादार पऱ्यो एउटा तपाईँले राखेर दुई भाइले त्यहाँ उचालेर तपाईँले एउटा झोला त लाने भइहाल्थ्यो फेरि आज बुवाले अङ्कललाई त अलि अगाडि नि त योभन्दा अगाडि नि डिकीमा हालेर ल्याउनु भएको कि के हो धुलै धुलो रहेछ भने टकटक्याउने हुन्थ्यो खसी आज अङ्कललाई बुवाले योभन्दा अगाडि नि अगाडि नि एउटा झोला बोक्दै पर्तिर पुऱ्याएको नि बुबा यहाँ गाडी छ गाडी नि हाम्रो गाडी छ भने यसो हेर्नु झोला त छैन यहाँ मान्छे नआइकन कङ्कासु सामान छ यता ल्याउनुहोस् भने बिचरा लिएर आयो तपाईँ जाँदै गर्नुहोस् भन्नु त्यही भन्नु तपाईँलाई जानु भनेको गाइस हामी चाहिँ घर आइपुग्यौँ फाइनल्ली हामी चाहिँ घर आइपुग्यौँ हामी चाहिँ गाडीबाट निक्ल्यौँ गाइस घर आइपुग्यो गाइस कस्तो राम्रो कुकुर आयो यो उतारको ए कस्तो मजाले चरिरहेका छन् हाम्रा खसी ए लु यो त 2-4 दिनसम्म यहीँ टाइम पास यतिकै बस्दा पनि हुने रह त मजाले चर्ने नै रहेछन् 24 घन्टा केही नखाइकन बसेको खसी यहाँ यसो घार खाउनु भनेर आहा लु